कसैले तपाईँको म्यासेज देख्ने बित्तिकै रिप्लाई गर्छ भने ऊ खाली भएर बसेको होइन। यदि तपाईँले फोन गर्ने बित्तिकै सेकेन्डमै फोन उठाउँछ भने उसले कामै नगरिकन घरमा सुतेर बसेको पनि होइन। यदि कसैले तपाईँले भनेका कुराहरू सुनेर बसिरहन्छ भने उसले अरूले भनेको कुरा सुन्ने समय भएर बसेको होइन। यति कुरा बुझ्नु पर्यो कि उसले भ्याल्यु गर्न जानेको हो, हाउ टु ट्रिट पिपल भनेर जानेको हो। यसको मतलब मैले त फोन गर्ने बित्तिकै यसले 10 सेकेन्डमै उठाउँछ, म त इग्नोर गरेर बस्छु, यसले त सक्दैन, यसको त छैन, यो त सेल्फ स्टिम छैन, यो त विक छ मान्छे। नो, ही नोज हाउ इट फिल्स लाइक when someone does the same. त्यही भएर he is giving you the value, means like take that person very seriously in life. यदि त्यस्तो मान्छेहरू फेरि एकचोटि गयो भने नि जति भ्यालु दिएर बसेको थियो नि त्यसरी नै भ्यालु लिन पनि सक्छ के। सो अलवेज रेस्पेक्ट दोज पिपल हु प्रायोरिटाइज यु इन देयर लाइफ। त्यही भएर फोन गर्ने बित्तिकै उठाउँदैमा, कल गर्ने बित्तिकै उठाउँदैमा यो त मसँग इजी अभाइलेबल छ, जतिखेर पनि जे गरे पनि हुन्छ, नो। उसले भ्याल्यु गर्न जानेको छ, एटलिस्ट तिमीले पनि उसको भ्याल्यु कदर गरिदेऊ।